अनि आज एउटा भएको निर्णय छ नि यो सर्वोच्च अदालतले, यो सर्वोच्च अदालतले चाहिँ के अरे 100 रुपियाँभन्दा माथि ट्याक्स लाग्ने जुन नियम लगाएको थियो सरकारले, त्यसलाई चाहिँ खारेज गरिदिएछ। होइन ए बालन सरकार, अहिलेको जनताले त तिमीहरूलाई विश्वासले मत दिएको हो होइन। तिमीहरू 2/3 सरकार हुँदा त्यो अदालतभित्र रहेको एमाले काङ्ग्रेस भुपु माओवादीहरूको त्यो डाँकाहरूलाई निकालेर थुत्त फालेर अलिक गतिलो मान्छे राख्न सक्दैनौ। सरकारले काम नगरेको होइन, काम गरेको देखिन्छ। अदालतले खर्याम अपराधी छोड्दै अनि त्यसपछि राम्रो काम गरेकोलाई पनि उल्टाउँदै गर्छ। जब हिजो चाहिँ नाकाबन्दी लाग्दाखेरि नेपालमा के हुँदाखेरि चाहिँ केही बोल्न नसक्ने नेपालको यो नक्कली राजाहरू, अनि आज आएर चाहिँ अब यस्तो हुँदा चाहिँ 2 दिन के धोतीहरूले उता आन्दोलन गरेर सीमा पारी, एहे यहाँ त यिनीहरूलाई त अब दाना पानी छुट्ने हो कि छोराछोरी इन्डियातिर पढ्दै होला न छोराछोरीको भविष्य डामाडोल गरिदिने हो कि कम्ता चिन्ता छैन। देशको चिन्ता नगर्ने मुला कुकुरहरूले काम छैन केही गरेर। लो बालन सरकार, यो आज चाहिँ यो गर्नेलाई के अरे सरकारको नियम उल्टाउनेलाई चाहिँ यो अदालतको मान्छेलाई चाहिँ डाँडा कटाउनु पर्यो, यिनीहरूको सम्पत्ति सम्पूर्ण छानबिन हुनु पर्यो, त्यसपछि यिनीहरूलाई कानुनको दायरामा ल्याएर राम्रै उपचार गर्नु पर्यो।